सो गाइस अहिले चाहिँ हामी माता मन्दिरको अलिअलि घाम आउनु खोज्दैछ है। यहाँनिर अर्को हिमाल छ हैन, अनि पारि यहाँ पनि पुरा हिमालै हिमाल। सो हामीले चाहिँ पूजा गरिसक्यौँ र यति धेरै यात्रुहरू छन्। उहाँहरू पनि सबैजना पाथिभरा मन्दिर मातालाई पूजा गर्न जाँदै हुनुहुन्छ। पाथिभरा लेखेको यहाँनिर एउटा, यता पनि भिरपाखा, उता पनि भिरपाखा, अनि यहाँ चाहिँ एउटा डाँडा परेको यो जुन 3794 सुकेटार विमानस्थल। हाम्रो डेस्टिनेसन भनेको त ताप्लेजुङ। डेस्टिनेसन हाम्रो ताप्लेजुङ गाउँपालिका ताप्लेजुङभरि त त्यहाँ त कुनै ठाउँमा पनि पेट्रोलै अहिले सर्टेज एकदमै। सो हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते। फेरि पनि यहाँहरूलाई स्वागत छ मेरो अर्को नयाँ न्यू एपिसोड विथ द न्यू ब्लगमा। अहिले बिहानको ठिक तपाईँहरूले देख्न सक्नुहुन्छ 2:16 भइसकेको छ। सो हामी चाहिँ उठेर फ्रेस भएर पनि अहिले लगभग ड्रेसेस चेन्ज गरिसकेका छौँ। अब यो चाहिँ मैले हिजोको नै जम्पर लगाएको, किनभने जाडो छ होइन बाहिर चाहिँ एकदम। त्यही भएर हामी चाहिँ अब रेडी भएर जाँदैछौँ पूजा गर्नको लागि माता पाथिभरा मन्दिर। सो गाइस हाम्रो सामग्रीहरू पनि यहाँनिर रेडी भइसकेको छ। अनि अब हामी निस्कन लागेको। त्यही हो साथीहरू, बाहिर कतिको जाडो छ त्यो चाहिँ थाहा छैन। अनि अहिलेसम्म त यहाँ रुममा त तातै छ, सो बाहिर गएपछि थाहा हुन्छ। सो गाइस अहिले चाहिँ हामी माता मन्दिरको हामीले डोरलाई हामीले प्रवेश गर्न लागेको छौँ। सो अहिले चाहिँ हामी कति ठिक 2:33 भएछ। सो यस्तो राति छ साथी हो, बिहान उठेर हिँडेको। यहाँ त एकदम बाहिर त चिसो ठन्डी एकदम हावा चलिरहेछ, कम्ती होइन। तर अब उकालो सिँढी हिँड्दाखेरि त अब जहाँसम्म लाग्छ गर्मी नै हुन्छ होला। त्यही भएर एउटा जम्पर र भित्रबाट सर्ट मात्रै लायो साथीहरू। हेरौँ जडो त खप्नु सकिन्छ होला। हामी पनि अब पाहाडमै बसेको मान्छे हो, तराईको मान्छेलाई चाहिँ अलिक गाह्रो हुन्छ। सो अहिले चाहिँ अब यो भिडियोमा त्यति साह्रो यहाँनिर मैले लिन सकिनँ अँध्यारो भएको कारणले गर्दाखेरि। सो अहिले म बाटो कहाँसम्म के छ कस्तो, अहिले बिहान कतिखेर हुन्छ होइन। सो म यहाँहरूलाई अपडेट दिने नै छु। सो गाइज हेर्दै गर्नु होला मेरो च्यानललाई, नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। अलराइट हामी चाहिँ अहिले मन्दिरको हृदयमा पुग्नै लागेको छु। 2 घन्टा भयो ठ्याक्कै हामी हिँडेको। मन्दिर पुग्न लाग्यौँ है साथी हो। ठुलो फेदीमा अघि नै हामीले तर पूजा गऱ्यौँ होइन। सो हामी चाहिँ अनि अहिले माथि ठुलो माताको मन्दिरमा फेदमा पुग्न आँटिसक्यौँ। सो 2 घन्टा लाग्यो हिँड्नु चाहिँ। अहिले नै यहीँ हो आइपुग्यो हो। कति छ यहाँबाट माथि गएर बालौँ न, धुप बजाउनु आऊ न।
भेटी पनि राख्नुपर्छ अनि यस्तो 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 घुम्दै उता 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 सट्टै उता राख्नुपर्छ त्यहाँ राख्नु न जोडी दुईटा अनि हुन्छ यता ल के त्यो चाहिँ पर राख्नुपर्छ अहिले यो यता गाडा दियो चाहिँ पर बाल्ने हो कि दियो यहीँ बाल्ने यहाँ बाल न त त्यसो भए मेरो हातले सबै सुख शान्ति होस् घरमा दही झगडा बस्छ नहोस् ल त्यहाँ राख त्यसै ल ढेकी पैसा ल यहाँ अलिअलि घाम आउनु खोज्दैछ है भर्खर उदाउँदैछ आउँदैछ ढक्की पैसाहरू राख्दै हुनुहुन्छ कि छैन यहाँ आउँदै ढकी पैसा राख दुईटा उद्यामा राखेन अब होस् त्यहाँ माथिल्लोपट्टि यहाँ ढकी पैसा मन्दिरको दृश्य त्यस्तो छ सो यो पारीको चाहिँ कुम्भकर्ण माल ल अहिले चाहिँ घाम आएर एकदमै न्यानो न्यानो भएको अवस्था छ सो यतिखेर चाहिँ अघि चाहिँ चिसो एकदमै चिसो भइरहेको थियो अहिले चाहिँ एकदमै मौसम घाम हाम्रो भर्खर निस्किँदैछ यहाँबाट चाहिँ यस्तो राम्रो देखिँदो रहेछ कि भ्यूहरू चाहिँ हामी चाहिँ हिजो यो तल बाटो हुँदै आएको थियौँ अब यो तल नै पुग्नुपर्छ हिँडेर यो तल फेदीमा यहाँ पारी यहाँनिर अर्को हिमाल छ होइन अनि पारी यहाँबाट पुरै हिमालै हिमाल यो अगाडिको चाहिँ कञ्चनजङ्घा हिमाल भन्दै थियो यो घाम लागेर राम्रो भ्यूज आउँछ जस्तो लागेको थियो तर अहिले त झन् फुस्रो देख्न थाल्यो अहिले चाहिँ जेउस वेदर एकदम ठिक छ जाडो महिनामा त झन् पाथी भएर मन्दिर सो हामीले चाहिँ पूजासुजा गरिसक्यौँ र सो अलिअलि फोटो पनि खिच्यौँ यो खासै राम्रो पनि आएन है मन्दिर चाहिँ यहाँको चाहिँ यस्तो रहेको छ सो फोटोसोटो खिच्यौँ अब चाहिँ हामी फर्किन लागेको अहिले चाहिँ घाम लागेर हाम्रो झर्ने बाटो
मन्दिर जाने बाटो चाहिँ यस्तो छ साथीहरू। मेरो बुढीलाई चाहिँ जाडो भएर भनेर हिँडेर एक्लै कुदे साथीहरू। हामी चाहिँ अहिले फर्किसक्यौँ पूजासुजा गरेर। सो जाडो पनि भयो, खुट्टाहरू पनि एकदम फिराउनु थालेको छ। अब चाहिँ हामी फर्किँदैछौँ। पूजा गर्ने यात्रुहरू पनि अझै पनि आउने क्रम। हामी चाहिँ फर्क्यौँ यहाँनिर अझै पनि पूजा गर्नको लागि। यति धेरै मानिसहरू जाँदै हुनुहुन्छ। हामी चाहिँ अहिले फर्किँदैछौँ। सक्दिनँ बोक्नु, जाडो भयो। अब चाहिँ जिउ ताताउनु पर्छ फेरि ओह्रालोमा हिँडेर। यस्तो छ यहाँको टाइम चाहिँ। अगाडि नालो हामी चाहिँ यहाँ तल पुग्नुपर्छ है साथीहरू। अहिले माथि छौँ। हामी चाहिँ निकै तल झर्नुपर्ने हुन्छ। बाटोमा चाहिँ यति धेरै यात्रुहरू छन्। उहाँहरू पनि सबैजना पाथिभरा मन्दिर मातालाई पूजा गर्न जाँदै हुनुहुन्छ। कसै फर्किँदै पनि। हामी चाहिँ अहिले फर्किने क्रममा छौँ। अब उकालो जाने मान्छेहरूलाई चाहिँ माथि निकै माथि छ डाँडा चाहिँ। ओह्रालो झर्दा त खुट्टा दुखेर यस्तो ल अहिले चाहिँ हामी माथिल्लो फेदीमा आइपुगेको छौँ। बिहान चाहिँ यहाँ चाहिँ अँधेरो थियो होइन। हामी अँधेरोमै दर्शन गऱ्यौँ, पूजासुजा गऱ्यौँ। अनि अहिले चाहिँ यहाँ आइपुगेको छौँ। यहाँ तल्लो फेदी चाहिँ, तल्लो फेदी र माथिल्लो फेदी चाहिँ यस्तो छ। यहाँदेखि सिधै उकालै जानुपर्ने हुन्छ। सो हाम्रो बाटो चाहिँ अब यता हो। अघि हामी यही बाटो आएको थियौँ। यतिखेर हामी चाहिँ अब यहाँनिर चाहिँ बिहान आउँदा चाहिँ अँधेरो थियो, अँधेरो। अनि अहिले चाहिँ बिहान शुद्ध भइसकेको छ। अहिले यतातिर चाहिँ घाम सायद ढिलो आउँछ होला यस्तो छ। माथि चाहिँ अलिक डाँडा उचाइ भएर होला, त्यहाँ चाहिँ एकदम मन्द छ। तर अहिले चाहिँ हामी हिँडेर शरीर तात्तिसक्यो, एकदम गर्मी नै हुँदैछ। यो चाहिँ माथिल्लो फेदी प्रस्थान गर्ने डोर रहेछ। हरेक निस्किन आँट्दाको सानो यो बजार जस्तै छन् यहाँ चाहिँ। अनि हामी बिहान यही बाटो क्रस भएर गएको थियौँ। के हाम्रो इन्ट्री गर्नुपर्छ? हामी अहिले तल्लो फेदीमा हिँडिरहेछौँ। सो यहाँ पहाडी चाहिँ पाथिभरा लेखेको यहाँनिर एउटा उयो देख्यौँ। सो यहाँको बाटो चाहिँ अल वेदर पुरै यो चाहिँ सोलिङै मात्रै यहाँको बाटो चाहिँ। मोबाइल हलेर तर के। सो यो एक अब त आउने कहिले त्यो त थाहा छैन होइन। अनि त्यही भएर यस्तो बजारको पनि सानो भिडियोमा अटाइराखौँ अलिकति भए पनि। पूजाको लागि सामग्री, चिनो, पाथिभराको चिनोहरू, सोलिङ मात्रै छन् हाम्रो रास्ता चाहिँ। अहिले चाहिँ हामी अलिकति तल यो डाँडामा आइपुगेको छौँ। कुन चाहिँ बाटो चाहिँ यत्यो? कुन बाटो र त्यो? अहिले चाहिँ हामी तल डाँडामा छौँ। यहाँदेखि चाहिँ एकदम
यता पनि भिर पाखा उता पनि भिर पाखा अनि यहाँ चाहिँ एउटा डाँडा परेको जुन हाम्रो चाहिँ यो मन्दिर जाने बाटो रहेको छ। सो हामी त्यहाँ अहिले आएर ओह्रालो झर्दैछौँ अनि थोरै एनर्जी बिहान 3-2 बजीदेखि 2:30 हिँडेको, त्यही भएर अहिले केही खाँदैनौँ, पानी धरि नखाइ पुगेको थियौँ हामी चाहिँ माथि। मैले चाहिँ खाएँ, तिमीले त खायो गाह्रो भयो अन्त पानी खाएँ। अनि अब तल झर्छौँ अनि त्यस पछाडि देखाउँछौँ है त। हामी चाहिँ अहिले मन्दिरको सबैभन्दा फेदीमा आइपुग्यौँ। झन्डै 1 घन्टा अरे 2 घन्टा चाहिँ अलिक कम्ती नै लाग्यो अहिलेको हिसाबले चाहिँ। सो अहिले चाहिँ हामी बिहान यहाँबाट स्टार्ट भएको थियो हाम्रो जर्नी होइन, हाम्रो यात्रा। सो हाम्रो अहिले कम्प्लिट भइसकेको छ यात्रा चाहिँ। हामी मन्दिरको दर्शन पनि गऱ्यौँ। सो साथीहरू यहाँ थियो कति चाहिँ उचाइ चाहिँ छ भनेर चाहिँ यहाँ देखाएको थियो, अलिकति नदेखेको रहेछ। 3700 यो गोजीमा छ उचाइ चाहिँ। यहाँको जुन हाम्रो पाथिभरा मन्दिरको उचाइ छ कति भने 3794 उचाइमा रहेको छ र ठुलो घन्टी 3700। यो सबै हामीले पार गरेर गइसकेको छौँ र अहिले तपाईँ यहाँ हुनुहुन्छ भन्नुभएको छ। सो हामी यो लोकेसनमा छौँ र अब चाहिँ जाने हामी चाहिँ। अलराइट साथीहरू, अहिले चाहिँ हामी त्यहाँबाट फर्किसक्यौँ। अहिले चाहिँ हामी जुन त्यो ठाउँबाट हामी अलिकति मुनि मात्रै पुग्दैछौँ। सो बाटो चाहिँ यस्तो छ कि हिजो यो राति आएको पानी झरीमा है यस्तो बिजोगले आएको छौँ कि तपाईँहरूलाई म देखाउँछु अहिले त्यो बाटोहरू। यस्तो बिजोगले अब यो बाटोहरू यस्तो अफरोड छ, त्यही माथि यो एनएस बाइक अफरोडको लागि त हुँदै हुन्न होइन। अनि जियो बाटो आएको अब चाहिँ न्युट्रलमा जाने, किनभने पेट्रोल छैन कि। अनि अलिकति बचत पनि गर्नुपर्ने हुन्छ ओह्रालोमा चाहिँ। सो फेरि अहिले पेट्रोल सक्यो भने फेरि तनाव हुन्छ, यहाँतिर पेट्रोल नपाइँदो रहेछ। अनि हिजो पनि सोध्दै आयौँ, पेट्रोल बाहिर खुत्रे भए पनि किन्नु पऱ्यो। अनि सोध्दै आयौँ, छैन अरे, आज पनि यहाँ पनि पाउँदैन अरे। सो त्यही भएर हामी चाहिँ उहाँ ताप्लेजुङ बजार गएर लाउनु पर्ने हुन्छ। बाटो चाहिँ एकदमै अफरोड छ है साथीहरू। सो बाइकमा चाहिँ आउँदाखेरि चाहिँ अलिकति अफरोडवालै बाइक लिएर आयो भने चाहिँ ठिक छ होइन यो बाटो चाहिँ। अनि होइन यस्तै बाइकहरू लिएर आउनुहुन्छ भने चाहिँ पानी परेको दिन चाहिँ एकदमै नहिँड्नु होला, बाइक चिप्लेर फसेर आम्मामामामा। सो हामी त्यहाँबाट फर्क्यौँ होइन। खानाहरू चाहिँ अलिकति महँगो जस्तो लाग्यो होइन, किनभने अब यहाँनिर अब टाढो छ सबै कुराहरू, अब टाढोदेखि आउनुपर्छ। सो त्यही भएर अलिकति खाना चाहिँ टाढै महँगै हो। सो रुमको चाहिँ अब 500 पऱ्यो, रुमको चाहिँ ठिकै जस्तो पनि लाग्यो जहाँसम्म मलाई लाग्छ। वाइफाईहरू त अब एभाइलेबल भइहाल्छ। अनि अहिले चाहिँ हामी फर्क्यौँ साथी हो। अहिले चाहिँ 9 बज्नु लागेको छ बिहानको। हामीले चाहिँ केही नास्ता गरिनौँ। सो हामी माथिबाट मन्दिरबाट पूजा गऱ्यौँ, पूजा गरेर डाइरेक्ट हामी त्यहाँ होटेलमा हामीले बिलसिल गरेर चाहिँ फर्किसकेको छौँ। हिजो राति आएको यो बाटो है आम्मामामा, यहाँसम्म त ठिकै छ ल, यतातिर त खासै धेरै पानी परेन रहेछ, त्यही भएर बाटो खासै ढिलो भएन होइन। तर यहाँ पर अहिले जुन पर म देखाउँछु तपाईँहरूलाई यस्तो बिजोग के अब टायर चिप्लिन्छ एकतिर सट्टै, अनि बिजोगले आइपुगेको छ। बाटो हेरौँ न, आम्मामा मुनि ढङ ठोकिने खालको छ बाटो त। यस्तो बाटो अनि कसरी चाहिँ कुदोस् त हौ यस्तो बाइकहरू पनि। त्यही हो हाम्रो एक दिने भ्रमण रहेको थियो। अब गाईहरू हेरौँ न,
पुरै खुल्ला छोडेका छन् चौरमै होला यिनीहरू गाईहरू पनि है यस्तो अब प्रख्यात मन्दिर जाने ठाउँको बाटो र बाटोको अवस्था चाहिँ यस्तो छ साथीहरू नेपाल कहिले डेभलप भने अनि ओ यस्तो त छ त गाल चक्कर यस्तोमा चाहिँ अलिक अफरोडिङमा कुद्ने खालको बाइकहरू लिएर आयो भने मात्र कतिवटा बाइकहरू त बाटोमै छोडिरहेको देखिरहेको थियो हामी लानु नसकेर अब चिप्लो छ अब लानु सकिँदैन अब हामीलाई फेरि प्लस थाहा भएन अब कति टाढो छ भन्ने कुरा गाडीहरू त आउँदै थियो नि अब गाडीहरू त चार पट्टि बित्दै भए कुद्दै थियो अब मोटरसाइकलको त अब जिउ थाम्नु पर्ने हुन्छ त्यो गाह्रो छ साथीहरू तर अब सङ्घर्ष त गर्नै पर्यो त्यत्तिकै त अब हामी ठाउँमा पुग्न त सकिँदैनौँ जे कुरा गर्दा पनि हिजो यही बाटो नि चिप्लेको यो माटो छ क्या यो अहिले पो यो बसेको छ माटो यो पानी पर्दाखेरि त सबै लुलो हुँदो रहेछ कि अनि त खासक खासक भएर चिप्लेर टायर त अटो त कुरिहाल्छ 3 चक्की हो नि त चिप्लिँदैन नि त्यति साह्रो लान्छ अब मान्छे झार्दै पनि लान्छ त्यसलाई पनि गाह्रो छ नि बाइकमा अब 2 चक्की मान्छेले पनि थाम्नुपर्छ हिजो त्यस्तो हिलोमा त लग्यो अब त केही टेन्सन छैन मलाई त त्यहाँ पुग्दा त कस्तो ढुक्क लागेको नि हिजो त यो बाटो चाहिँ अब कसरी चाहिँ हामी चाहिँ आयौँ होला त साथीहरू पर्दैन यो बाटो चाहिँ अब बाइक हिलो पानी परिरहेको छ होइन अनि पानी परिरहेको छ अनि प्लस अनि यस्तो बाटोमा चाहिँ अब थैट भन्दैछ त बाइकले पिकअप दिँदैन ग्यास अब घिसिएपछि कहाँबाट चढोस् त कुद्नु पनि अनि बाइक पनि बिचरा टायरले एउटा टायरले कति चाहिँ ठेलोस् त ठेल्नु पनि अनि हामीले मातालाई छोडेर हामी हाम्रो घरतर्फ जाँदैछौँ साथीहरू अहिले चाहिँ हामी सुकेटार विमानस्थलमा आइपुग्न लागेको छौँ र त्यहाँदेखि ओह्रालो ताप्लेजुङ बजार हुँदै हामी फेरि हाम्रो गन्तव्यतर्फ लाग्नेछौँ हामी ताप्लेजुङ गएर चाहिँ एकछिन बजारमा पुगेर बाइक पनि पठाउनु छ चेनहरू एकदमै मैला धुलो भएको छ अस्तिदेखिको नधुको होइन बाइक पनि धुनु छ अनि प्लस नास्ता गरेको छैन बिहानदेखि हामी बिहान उठेर हिँड्नेदेखि हामीले माथि पुग्नसम्म पानी झरी पनि खाइनँ अनि खाऊ भन्दाखेरि अनि खाँदैन अब तल गएर अब के खान्छ त्यहाँदेखि जाने देख्न सक्नुहुन्छ हामी अहिलेको हालमा चाहिँ सुकेटार विमानस्थल यहाँ अगाडि रहेको छ विमानस्थलमा चाहिँ विमान चाहिँ छैन रहेछ एयरपोर्ट चाहिँ हामीले देख्न सक्छौँ त्यो ग्राउन्डदेखि अलिकति हामी त्यहाँ गएर हामी थोरै दृश्य अवलोकन गर्नेछौँ साथीहरू सो गाइज हामी चाहिँ अहिले सुकेटार विमानस्थलमा आइसकेको छौँ र यो विमानस्थल
देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। सो यहाँको विमानस्थल चाहिँ यस्तो छ है। यहाँबाट चाहिँ विभिन्न ठाउँहरूमा हवाईजहाजको माध्यमबाट जान सकिन्छ। सो हामी चाहिँ अहिले यहाँनिर हेर्नको लागि आएको यो डाँडामा के कस्तो रहेछ भनेर। र हामी चाहिँ अघि मन्दिर यो माथि डाँडाबाट चाहिँ आएको हामी। अनि अहिले चाहिँ हामी सुकेटार विमानस्थल आइपुगिसकेको छौँ र हामी थोरै यहाँनिर फोटोसोटो खिच्छौँ अनि त्यस पछाडि फेरि हाम्रो गन्तव्यतर्फ लाग्छौँ। सो यहाँबाट भ्युजहरू चाहिँ एकदमै वरिपरि हावा चाहिँ होइन यस्तो मजाले चल्दो रहेछ कि ढिलो नगरिकन हामी फोटो खिच्छौँ। त्यस पछाडि हामी यहाँबाट निस्किनु पर्ने हुन्छ साथीहरू। सो भिडियोलाई हेर्दै गर्नु होला है त। अलराइट साथीहरू, अहिले चाहिँ हामी सुकेटारदेखि पनि छोडेर हामीले सुकेटारलाई पनि छोडेर हामी अलिकति तल ताप्लेजुङ बजारमाथि आइपुग्न लागेको छौँ। सो अहिले चाहिँ हाम्रो पेट्रोल अलिक थोरै हुनुको कारणले गर्दा हामी चाहिँ थोरै न्यु दिल्ली जानुपर्ने अवस्था आइरहेको छ। सो हामी स्पिड पनि जानुहुँदैन किनभने स्पिड गयो भने पेट्रोल हुन्छ तातेर स्पिड होइन। सो हामी त्यही भएर बिस्तारै जान्छौँ। तल पुगेर हामी अलिक पछाडि बाइक क्लिन गर्छौँ अनि पछाडि नास्ता गर्छौँ अनि पेट्रोल लगाउँछौँ अनि त्यसपछि हाम्रो गन्तव्य हाम्रो डेस्टिनेसन भनेको डेस्टिनेसन हाम्रो कहाँ छ त भन त। हाम्रो डेस्टिनेसन आजको कहाँ छ त हो? घर चाहिँ कुन ठाउँ? हाम्रो डेस्टिनेसन भनेको त ताप्लेजुङ। डेस्टिनेसन हाम्रो ताप्लेजुङ गाउँपालिकासम्मको हाम्रो आजको यात्रा रहेको छ। सो घर चाहिँ हामी काम चाहिँ अब अहिले तत्कालमा चाहिँ अब भन्न सक्दिनँ। रोडहरू अवरोधै छ अझै पनि बोलाउने काम चाहिँ जारी नै छ। अब हेरौँ कहिलेसम्म खुल्छ। अब खुलेन भन्दा फेरि कुनै विकल्प त हामीले अप्नाउनु पर्यो। त्यही भएर हामी अब हेरौँ लेट्सी कुन दिन कुन बाटो कताबाट खुल्छ, कताबाट जानुको लागि जोडेको छ हामीलाई। सो अलराइट साथीहरू, हामी चाहिँ अहिले अर्को निस्केर पनि हामी हाम्रो डेस्टिनेसनतर्फ हामी जाँदैछौँ। सो हामी चाहिँ माथि पिच रोड छोडेर चाहिँ हामी कच्ची हाइवेतर्फ लाग्दैछौँ है। खाजा पनि खायौँ होइन। अनि खाजा त खाएन, चिसो चाहिँ खायौँ। यसो गर्मी भएको थियो। सो आज फेरि बाटोमा यस्तो झन्डै अभर परिएन कि पेट्रोल नभएर बाइकमा है ताप्लेजुङदेखि हामी हिजो बेलुकादेखि नै पेट्रोल हाम्रो एकदमै थोरै थियो। अनि तल कहाँसम्म चाहिँ हामी ठाउँको नाम त एक्ज्याक्टली थाहा भएन, त्यहाँसम्म चाहिँ हामी न्युट्रल हामीले अनि ताप्लेजुङ बजारमा आएर पनि त्यहाँ सोध्यौँ, त्यहाँ पनि कहीँ पनि पेट्रोल हामीले भेटेनौँ। अहिले पेट्रोल पम्पहरूमा पनि पुरै पेट्रोल पम्प बाटोहरूको पेट्रोल पम्पहरूमा पनि पेट्रोल नै सकिएको रहेछ। त्यही भएर हामी चाहिँ झन्डै अभर चाहिँ परिनौँ। किनभने हामी अलिकति तल घुम्तीमा एउटा दाइको अटोको लागि उहाँले स्टक गरेर राख्नु भएको थिएछ। सो उहाँले पनि भोलि आउने कुराले मात्र हामीलाई पेट्रोल दिनुभयो, नभए चाहिँ परेन माटोको।
सो उहाँले स्टक गरेर राख्नु भएको कारणले गर्दा मात्र हामीले पायौँ। त्यो पनि धन्न उहाँले 3-4 लिटर भए पनि हामीलाई सहयोग गर्नुभयो। त्यही भएर हामी आइपुग्यौँ। अनि यता हर्बु बजारमा चाहिँ कहिले हामीले त्यहाँनिर उहाँले दिनुभएको थियो। अनि प्लस उहाँ त्यहाँ आइपुगेर हामीले लगाएर 3 लिटर लगायौँ। त्यसपछि हाम्रो फुल भयो। तल दाइले 5 लिटर जति दिनुभएको थियो। अनि जान्छन्, धेरै जान्छन्। अनि रिजर्भमा पनि त बस्छ नि त। सो नभए हामी चाहिँ यति धेरै बिजोग पर्छौँ कि अहिले यो झापादेखि आउने यो सबै पेट्रोलहरू हो। सो त्यही भएर यतातिर चाहिँ कहीँ पनि अनि पेट्रोल नभएको हुँदा चाहिँ झन् हामी अभर परिनौँ। बाटो अवरोध भएको कारणले गर्दाखेरि अहिले ताप्लेजुङभरि त त्यहाँ त कुनै ठाउँमा पनि पेट्रोलै अहिले सर्टेज एकदमै। भोलि आउने चाहिँ कुरा छ, भोलि आउँछ अरे चाहिँ भन्दै हुनुहुन्थ्यो पम्पतिर। ताप्लेजुङ जस्तो जिल्ला ठाउँमा त अब पेट्रोल नपाएको भनेपछि तपाईँहरू आफै गेस गर्नुहोस् न। धन्न हामी भगवान्को नाम लिएर हिँडेको थियो, त्यही भएर सायद हामीले पाउन सफल भयौँ। नभए चाहिँ बिजोगै हुन्थ्यौँ। ल साथीहरू, हामी चाहिँ आइपुग्यौँ है। सो अहिले कति बज्यो? 3:40 हुन आँटेछ। एकदमै थाक्यो, धुलोले यस्तो भयो कि लुगाहरू पनि। सो गाइज अब त्यही हो, भिडियो के कस्तो भयो लाइक कमेन्ट गरिदिनु होला। अनि आजको भ्लग चाहिँ म यहीँ टुङ्गाउँछु होइन। त्यही हो, हामी चाहिँ अहिले आइपुग्यौँ। यहाँ चाहिँ यस्तो छ अलैँची बारीहरू होइन। सो भिडियो चाहिँ यहाँ अन्त्य गर्छु। फेरि अर्को भ्लगमा भेटौँला।